साथीहरू, गरुड पुराणका अनुसार मृत्यु हुनुभन्दा पहिले हरेक मानिसले 7वटा सङ्केत अवश्य पाउँछन्। भनिन्छ यी तिनै सङ्केतहरू हुन् जसले आत्मालाई पहिले नै जानकारी दिन्छन् कि उसको समय नजिक आएको छ। आज हामी एउटा प्राचीन कथाको माध्यमबाट जान्नेछौँ कि ती कुन कुन सङ्केतहरू हुन्। यस कथाका पात्रले पनि मृत्यु हुनु अघि ती सङ्केतहरू देखेका थिए, तर उनले व्यवस्था गरे। यी सङ्केतहरू थाहा पाएपछि मानिसले के गर्नुपर्छ? यस कथामा त्यसको उत्तर पनि लुकेको छ। साथीहरू, ती सङ्केतहरू थाहा पाउनु अघि यस भिडियोलाई लाइक अवश्य गर्नुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गर्नुहोला र कमेन्टमा जय श्री कृष्ण लेख्नुहोला। यो कथा केवल सुन्नका लागि मात्र होइन, बुझ्नका लागि पनि हो, किनकि यसमा जीवन र मृत्यु दुवैको गहिरो रहस्य लुकेको छ। आउनुहोस्, सुरु गरौँ। धेरै समय पहिलेको कुरा हो। नदीको किनारमा एउटा सानो गाउँ थियो। मानिसहरूसँग धन सम्पत्ति धेरै थिएन, तर मनमा आत्मीयता र आफ्नोपन धेरै थियो। त्यस गाउँमा आर्यनन्द नाम गरेका एक व्यक्ति बस्थे। उनी कुनै राजा त थिएनन्, तर गाउँलेहरूका लागि कुनै राजाभन्दा कम पनि थिएनन्। कोही बिरामी परे औषधि ल्याउने उनै हुन्थे, कोही गरिब भए मद्दत गर्ने उनै हुन्थे। कसैको घरमा झगडा भए मिलापत्र गराउने काम पनि उनैले गर्थे। मानिसहरू भन्थे, ईश्वरले यस गाउँलाई आर्यनन्दको रूपमा वरदान दिएका छन्। आर्यनन्दको बानी थियो कि उनी हरेक काममा धर्म खोज्थे, बिहान सँगै उठेर पूजा गर्थे अनि बच्चाहरूलाई मन्त्र सिकाउँथे। सबैले भन्थे, ओहो, यी मानिस कहिल्यै थाक्दैनन्। एक दिन दिउँसो गाउँको बीचमा ठूलो हल्लाखल्ला मचियो। सबै मानिसहरू एउटै दिशातिर दौडिरहेका थिए। खबर थियो कि गुरुदेव श्रोत अब रहनु भएन। यो सुन्ने बित्तिकै सिङ्गो गाउँ स्तब्ध भयो। देवश्रोत गाउँका सबैभन्दा विद्वान र सम्मानित व्यक्ति थिए। उनैले आर्यनन्दलाई बाल्यकालदेखि वेद, नीति र धर्मको ज्ञान दिएका थिए। आर्यनन्द दौडिँदै उनको घर पुगे। मानिसहरू रोइरहेका थिए, कोही मन्त्र पढिरहेका थिए, तर आर्यनन्द भने त्यहीँ उभिरहे। लाग्यो कसैले उनको भित्रबाट सबै शब्दहरू खोसेको छ। साँझसम्म चिता सजाइयो। जब आगो लाग्यो, लप्काहरू माथि उठे र केही पलका लागि यस्तो लाग्यो मानौ समय रोकिएको छ। आर्यनन्दको आँखामा त्यही दृश्य घड्यो। उनले देखे जसले हिजोसम्म जीवनको ज्ञान दिइरहेका थिए, आज उनी अखै खरानी बनिरहेका छन्। उनको मनमा अनौठो डर पस्यो, एउटा यस्तो डर जुन पहिले कहिले आएको थिएन। राति जब उनी घर पुगे, उनकी पत्नी माधवी ढोकामा उभिएकी थिइन्। माधवीले चिन्ताका साथ भनिन्, यति ढिलो किन गर्नुभयो? खाना चिसो भइसक्यो। आर्यनन्दले भने, माधवी, दुःखद खबर छ। देवश्रुत कुरु बित्नु भयो। माधवीले बिस्तारै भनिन्, मृत्युबाट कोही बस्न सक्दैन। आर्यनन्दले भने, उहाँको समय पूरा भयो होला, तर उहाँ त स्वस्थ हुनुहुन्थ्यो, मुस्कुराइनु भएको थियो, अनि एक पलमै जानुभयो। माधवी, के जीवन यति कमजोर छ? माधवीले भनिन्, तपाईँ किन यस्तो सोच्दै हुनुहुन्छ? तपाईँ सधैँ अरूलाई सम्झाउनुहुन्थ्यो, अहिले आफै किन डराउनु भएको? आर्यनन्दले बिस्तारै भने, किनकि आज पहिलो पटक महसुस भयो कि मृत्यु कसैको पनि ढोकामा बिना जानकारी आउन सक्छ। माधवीले उनको हात समातेर भनिन्, डराएर केही हुँदैन। यदि तपाईँको मनमा कुनै प्रश्न छ भने त्यसको उत्तर खोज्नुहोस्। गाउँको उत्तरमा नर्मदा किनारमा एक साधु बस्नुहुन्छ। मानिसहरू भन्छन् उहाँलाई मृत्युको रहस्य थाहा छ। उहाँलाई भेट्नुहोस्। सायद उहाँले बताउन सक्नुहुन्छ कि यो डर किन छ। आर्यनन्दले केही बेर सोचे र भने, म भोलि नै उहाँलाई भेट्न जान्छु। माधवीले मुस्कुराउँदै भनिन्, हुन्छ, भेट्नुहोस्। जसले डरको कारण बुझ्छ उही त्यसबाट मुक्त हुन्छ। त्यस रात आर्यनन्द धेरै बेरसम्म जागिर रहे। बाहिर हल्का हावा चलिरहेको थियो, तर उनको कानमा एउटै कुरा गुन्जिरहेको थियो, आखिर मृत्यु के हो? भोलिपल्ट बिहानै आर्यनन्द घरबाट निस्किए। उनी जान्न चाहन्थे कि मृत्यु अचानक आउँछ वा मृत्यु हुनु अघि कुनै सङ्केतहरू मिल्छन्। बाटो लामो थियो, तर पाइलाहरू रोकिएनन्। केही बेर यात्रा गरेपछि नर्मदाको किनारमा पुग्दा उनी टक्क अडिए। सामुन्ने त्यही पुरानो बरको रुख थियो, जसको मुनि एक साधु बस्थे। गाउँमा उनको नाम तपोनाथ र भनिन्थ्यो कि जो कोही उनीसँग साँचो प्रश्न लिएर जान्छ, उसले जवाफ अवश्य पाउँछ। बरको रुखमुनि साधु ध्यानमा बसेका थिए। उनका आँखाहरू बन्द थिए, तर अनुहारबाट लाग्थ्यो मानव उनलाई थाहा भएको कि कोही आउँदैछ। आर्यनन्द केही बेर उभिए अनि अगाडि गढेर नजिकै बसेर भने, प्रणाम महात्मा, म तपाईँसँग उत्तर खोज्न आएको छु। साधुले बिस्तारै आँखा खोले। केही बेर केही बोलेनन् अनि शान्त स्वरमा भने, प्रश्न के छ? आर्यनन्दले भने, गुरुदेव, मेरा गुरुदेव श्रुत हिजो बित्नुभयो। उहाँको मृत्युले मलाई भित्रैदेखि हल्लाएको छ। म जान्न चाहन्छु कि मृत्यु हुनुभन्दा पहिले कुनै सङ्केतहरू मिल्छन्? कि हामी पहिले थाहा पाउन सक्छौँ कि अन्त्य नजिक आएको छ? साधुले केही पल आँखा बन्द गरे अनि भने, मिल्छन्। हरेक आत्मालाई मृत्युपूर्व सङ्केत मिल्छन्, तर ती किताबहरू वा शब्दहरूमा पठाउन सकिँदैन। तिनीहरूलाई बुझ्नका लागि देख्नुपर्छ, महसुस गर्नुपर्छ र सहन गर्नुपर्छ। आर्यनन्दले भने, यसको मतलब
साधुले भने, यसको मतलब यो हो कि यदि तिमीलाई सत्य जान्नु छ भने तिमीले एक यात्रा गर्नुपर्ने छ। यो यात्रा दुनियाँको बाहिरको होइन, आफ्नै भित्रको हो। यस यात्रामा तिमीले 7 सङ्केतहरू पाउनेछौ, 7 यस्ता अनुभव जसले तिमीलाई बताउनेछन् कि मृत्यु हुनुभन्दा पहिले ब्रह्माण्डले कसरी चेतावनी दिन्छ। आर्यानन्दले दुवै हात जोडेर भने, गुरुदेव, म तयार छु। चाहे यो बाटो जतिसुकै कठिन किन नहोस्, म अब पछि हट्दिन। साधुले भने, धेरै राम्रो बालक, यो यात्राले तिमीलाई ती 7 सङ्केतहरूसँग भेटाउनेछ जो मृत्युभन्दा पहिले हरेक आत्मालाई मिल्छन्। हरेक व्यक्तिले यी सङ्केत पाउँछन्, तर धेरै कम मानिसले मात्र तिनलाई चिन्न सक्छन्। आर्यानन्दले साधु थपुरातको चरणमा झुकेर प्रणाम गरे। साधुले उनको शिरमा हात राखेर भने, जाउँ बालक, तिम्रो यात्रा अब सुरु हुन्छ। आर्यानन्दले शिर निभाए र केही नबोली आफ्नो यात्राका लागि निस्किए। अब उनी आफ्ना उत्तरहरूको खोजमा निस्किसकेका थिए। त्यो रहस्यमय यात्रा जहाँ उनले 7 सङ्केतहरूसँग सामना गर्नु थियो। बाटोमा रोकिएर आराम गर्दा उनी तिनै सङ्केतहरूको बारेमा सोचेर चिन्तित हुन्थे। उनको चालमा थकावट थियो, तर मनमा अझै उही जिज्ञासा बोलिरहेको थियो। जन्मलको बाटो सुनसान थियो। हिँड्दा हिँड्दै उनीलाई टाढाबाट घण्टीको आवाज सुनियो। उनी टक्क अडिए। अगाडि बढ्दा सामान्य एउटा सेतो गाई उभिएको देखे। गाईको शरीर चम्किलो थियो, मानव उसको वरिपरि प्रकाश फैलिएको छ। आर्यानन्द केही पलसम्म बस उसलाई हेरिरहे। उनी बिस्तारी भने, माता, तिमी यहाँ एक्लै छौ? त्यति बेला गाईले आर्यानन्दतर्फ हेऱ्यो। त्यसपछि जे भयो त्यसले आर्यानन्दलाई भित्रैसम्म हल्लायो। गाईले मुख खोलिन् र मारिसको जस्तै स्पष्ट आवाजमा भनिन्, कहाँ जाँदैछौ आर्यानन्द? आर्यानन्दको सास रोकियो। केही पलसम्म उनी चुप रहे अनि भने, म मृत्युभन्दा पहिले मिल्ने 7 सङ्केतहरूको खोजमा निस्किएको छु। साधु तपोनाथले भन्नुभएको थियो कि मैले यो बाटो तय गर्नुपर्छ। म बुझ्न चाहन्छु कि मृत्यु हुनुभन्दा पहिले ब्रह्माण्डले कसरी चेतावनी दिन्छ। गाईले शान्तपूर्वक उनको कुरा सुनिन् अनि भनिन्, ए, त्यसो भए तिमी सत्य जान्न चाहन्छौ? म तिमीलाई पहिलो सङ्केत बताउन सक्छु, तर त्यसभन्दा पहिले तिमीले मेरो एउटा गाउँ खाने कथाको उत्तर दिनुपर्नेछ। आर्यानन्दले थोरै झुकेर भने, सोध्नुहोस् माता, म प्रयास गर्नेछु। गाईले भनिन्, जसले अरूको पीडा महसुस गर्छ उसले आफैलाई बिर्सन्छ। जो आफैमा अल्छी रहन्छ ऊ कहिले शान्त हुँदैन। भन आर्यानन्द, यो कुन भावना हो जसले मानिसलाई ईश्वरको सबैभन्दा नजिक लैजान्छ? आर्यानन्दले आँखा बन्द गरे, केही बेर सोचिरहे अनि बिस्तारी भने, सायद करुणा। जब मानिसले अग्रोको दुःखलाई आफ्नै थाल्न थाल्छ तब मात्र ऊ आत्माको नजिक पुग्छ। गाईको आँखामा चमक आयो। उनले भनिन्, सही भन्यो आर्यानन्द, तिमीले पहिलो द्वार पार गर्यौ। पहिलो सङ्केत यही हो। जब मृत्यु नजिक आउँछ तब मानिसको भित्र करुणा जाग्छ, जो पहिले कठोर थियो। अचानक अरूको पीडाले भरिन्छ, किनकि त्यस समय आत्माले बुझ्छ कि हामी सबै एउटै ज्योतिका अंश हो। जसले अरूमा आफ्नो दुःख देख्छ उसले मृत्युभन्दा पहिलेको पहिलो जागरण पाउँछ। याद राख, जब तिम्रो भित्र अरूका लागि आँसु आउँछन् सम्झनु कि पहिलो सङ्केत आयो। मृत्यु अब टाढा छैन, तर डरको सट्टा अब समझदारी हुनेछ। करुणा आत्माको पहिलो तयारी हो। गाईले आफ्ना आँखा बन्द गरिन् र त्यही पल उनको शरीर बिस्तारै प्रकाशमा बदलियो। केही क्षणमै उनी हावामा विलिन भइन्। बस घण्टीको मधुर आवाज बाँकी रह्यो। आर्यानन्द अगाडि बढे। बाटो सुनसान थियो, तर उनको भित्र हल्का शान्ति थियो। हिँड्दा हिँड्दै उनी एउटा गाउँको खण्डहार नजिक पुगे। त्यहाँ एउटा भत्किएको पर्खाल पछाडिबाट कोही कराइरहेको आवाज सुनियो। उनले चियाएर हेरे। एउटा कुकुर लडिरहेको थियो। घाइते रङ, सास बिस्तारै चढिरहेको थियो। आर्यानन्द छुकेर त्यसको नजिक गए। उसलाई पानी खुवाउने कोसिस गरे। कुकुरले बिस्तारै टाउको उठायो र उसका आँखा आर्यानन्दसँग जुधे। कुकुरले मधुर आवाजमा भन्यो, किन रोइरहेछौ आर्यानन्द? उनी झसङ्ग परे। उनले हल्का मुस्कान दिए। म 7 सङ्केतहरूको खोजमा निस्किएको छु। गाईले मलाई पहिलो सङ्केत दिइन्। के तिमी दोस्रो सङ्केत जान्छौ? कुकुरले भन्यो, हो, म जान्दछु, तर म पनि तिमीलाई एउटा गाउँ खाने कथा सोध्नेछु। त्यसको जवाफ देऊ अनि म तिमीलाई तेस्रो सङ्केत दिनेछु। आर्यानन्दले भने, सोध कुकुर। कुकुरले आँखा बन्द गर्यो र भन्यो, सुन, जो सधैँ साथ रहन्छ तर जब आवश्यकता पर्छ तब कसैले सम्झदैन। जो आवाज बिना रक्षा गर्छ तर जब तिमी गलत हुन्छौ तब त्यस्तैले तिम्रो न्याय गर्छ। भन आर्यानन्द, यो के हो? आर्यानन्दले केही बेर सोचिरहे। हावा चढिरहेको थियो र उनका दिमागमा ती शब्दहरू गुनिरहेका थिए। सधैँ साथ रक्षा गर्छ तर न्याय पनि गर्छ। अनि उनले भने, निष्ठा, जो बिना शर्त साथ दिन्छ तर जब म गलत हुन्छु तब त्यही मेरो ऐना बन्छ। कुकुर मुस्कुरायो। उसको आँखाबाट आँसुको एक थोपा खस्यो।
सही भन्यो आर्यनन्द। दोस्रो सङ्केत यही हो। मृत्युभन्दा पहिले मानिसलाई निष्ठाको असली अर्थ समझमा आउन थाल्छ। उसले देख्छ कि कसले साँचो साथी हो र उसले आफ्नाले कसलाई धोका दियो। जो मानिस जीवनमा वफादार रह्यो मृत्युले उसलाई डराउँदैन, तर जसले धोका दियो उसलाई मृत्युभन्दा पहिले आनै आफ्ना कर्महरूको सामना गर्नुपर्छ। कुकुर केही पल चुप रह्यो अनि भन्यो, जब तिमी आफ्ना कर्महरूबाट भाग्न छोड्नेछौ तब दोस्रो सङ्केत पूरा हुनेछ। निष्ठा केवल अरूका लागि होइन, आफ्नै प्रति पनि हुन्छ। आफ्नो सत्यप्रति वफादार रहनु नै आत्माको सबैभन्दा ठुलो परीक्षा हो। आर्यनन्द उसको कुरा सुनिरहे। उनले कुकुरको टाउको मुसारे, तर त्यतिबेलै त्यो शरीर विशालै धुवामा बदलियो। आर्यनन्द अब असह्य गाडी बढिसकेका थिए। अहिलेसम्म आर्यनन्दलाई 6 सङ्केत मिलिसकेका थिए। त्यतिबेलै उनलाई सामुन्ने एउटा खुला मैदान देखियो। त्यो मैदानको बीचमा एउटा विशाल चट्टान र त्यसमाथि एउटा सेतो बाघ बसेको थियो। उसको शरीर सूर्यको किरणमा चम्किरहेको थियो र उसका आँखामा कुनै गहिरो शान्ति थियो, मानव उसलाई सबै कुरा थाहा छ। आर्यनन्द केही पल अगाडि गरे, फेरि रोकिए, हात जोडेर झुके र भने, प्रणाम छ बाघ देवता। बाघले आफ्ना तेजिला आँखाले उनलाई हेऱ्यो र मधुरो स्वरमा भन्यो, धेरै राम्रो गर्यो आर्यनन्द। तिमीले 6 सङ्केत पूरा गरिसकेका छौ। अब 7औं सङ्केत तिम्रो प्रतीक्षा गरिरहेको छ। सबैभन्दा कठिन तर सबैभन्दा साँचो।